एसएसडब्ल्यू भिजाबाट जापान आउनको लागि सिओए चाहिँ कति टाइम लाग्छ आउनलाई हैन। आजको भिडियोमा चाहिँ मैले त्यो बारेमा कुरा गर्दै छु। भिडियोलाई अन्तिमसम्म हेर्नु होला हैन। म चाहिँ मेरो कुरा गर्छु। म चाहिँ जापान आएको चाहिँ 1 वर्ष भयो हैन। मेरो चाहिँ इन्टरभ्यु पास भएको चाहिँ म अक्टोबर 2024 मा भएको थिएँ हैन। इन्टरभ्यु पास भइसकेपछि चाहिँ नाइदे आउनलाई चाहिँ लगभग 2 महिनै लाग्यो मलाई चाहिँ। अनि त्यसपछि नाइदे आइसकेपछि बल्ल अनि सिओए को प्रोसेसिङमा जान्छ हैन। सिओए को प्रोसेसिङमा गएर 55 दिनपछि चाहिँ मेरो सिओए आएको थियो। म चाहिँ ओसाकाबाट हो हैन। अनि यहाँ चाहिँ टाइम लाग्छ भन्नलाई हैन। टाइम नै लाग्यो, 55 दिन लाग्यो। अनि ओसाका, टोकियो हैन, अलिकति यस्तो बिजी एरियामा चाहिँ अब धेरै जना मान्छेको पेन्डिङ हुन्छ हैन। हेर्नलाई टाइम लाग्न सक्छ। सिजन अनुसारले हुन्छ हैन। अब स्टुडेन्टहरुको सिजन छ भने चाहिँ अलिकति धेरै टाइम लाग्न सक्छ हैन। अनि अब अर्को कुरा भनेको चाहिँ तपाईहरु होक्काइडोतिर यस्तो गाउँतिर हुनुहुन्छ र पेपरको कामहरु चाहिँ इमिग्रेसनले अलिकति स्लो गर्छ। कम्पनीले पनि भने पेपरहरु चाहिँ चाँडै बुझाइदिदैन हैन। हाकेनहरुले पनि पेपरहरु चाहिँ चाँडै सबमिट गरेन भने चाहिँ अलिकति ढिला लाग्न सक्छ सिओए हैन। अब सिओए को टाइम भनेको चाहिँ 1 महिनादेखि 3 महिनासम्म हो हैन। 3 महिना कटिसकेपछि चाहिँ अलिकति अब सोच्नुपर्छ अलिकति के हो भनेर बुझ्नु थाल्नु पर्छ। 6 महिनासम्म नै आएको छ मान्छेहरुको हैन। सो अब 6 महिनासम्म नआउँदा चाहिँ धेरै नै प्रेसर हुन्छ, धेरै नै तनाव हुन्छ हैन। तनाव नलिनु होला, मेहनत गर्नु होला, भाषा पढ्नु होला हैन। अवश्य तपाई जापान आउनुहुन्छ, सिओए आउने चान्स एकदमै धेरै हुन्छ किनभने कम्पनीले तपाईलाई पास गरिसकेको छ इन्टरभ्यु हैन। मेहनत गर्नु होला, राम्रोसँग पढ्नु होला र जापानमा स्वागत छ तपाईलाई। यस्तै रियल एक्सपिरियन्स र एसएसडब्ल्यू भिजा सम्बन्धी जानकारीको लागि चाहिँ मेरो यस राजको यात्रालाई फलो गर्नु होला। आजको लागि चाहिँ यति नै गर्छु। आरिगातो गोजाइमास।